हामी मलामी गएर आउँदाखेरि सुनको पानी छर्किन्छौँ नि, त्यहाँ सुनको धारामा डिरेक्टली नुहाएर जान मिल्थ्यो। सुनको धाराको पानी खाँदाखेरि हाम्रो डाइजेस्टिभ सिस्टम पनि राम्रो हुन्छ। हामीलाई विदेशीहरूले के भन्थे भन्दाखेरि काठमाडौँ उपत्यकाका बासीहरू त सुनको धाराको पानी खान्छन्। त्यो चिजहरूलाई चाहिँ बिर्सिएर हामीले कङ्क्रिटमा चाहिँ पैसा इन्भेस्ट गर्नु भनेको हाम्रो प्रायोरिटी चाहिँ राइट ठाउँमा नपुगेको भन्ने हिसाबले त्यसलाई मैले सेतो टावर भने हो। त्यो पछाडि जुन भत्किएको जुन टेक्नोलोजी थियो नि, कन्स्ट्रक्सन टेक्नोलोजी, त्यहाँ चाहिँ इँटा माटो चुना सुर्खीहरू युज गरेर बनाइएको। अनि हाम्रो टुरिज्मको हिसाबले त्यो किन इम्पोर्टेन्ट थियो भन्दाखेरि विदेशीहरू यहाँ नेपालमा आउँदाखेरि अचम्म पर्नुहुन्थ्यो। यहाँनिर इँटा र माटो र सुर्खी प्रयोग गरेर यत्रो 12-13 तल्लाको संरचना बनाउनु भयो, त्यसको लागि फोटो खिच्नुहुन्थ्यो उहाँहरूले, त्यसको बारेमा लेख्नुहुन्थ्यो। त्यो चाहिँ फरक कुरा थियो, विश्वमा कहीँ पनि नभएको चिज चाहिँ त्यो अचम्मको चिज त्यो थियो। तर अहिले बनाएको 24 तल्लाको चाहिँ कङ्क्रिटको त्यो चिज चाहिँ कुनै नौलो चिज होइन। त्यस्तो 24 तल्लाको कङ्क्रिट भनेको त युरोपमा अमेरिकामा चोक गल्ली गल्लीमा पाइन्छ भनेको। हाम्रो स्पेसियालिटी के थियो, त्यो चिजलाई चाहिँ हामीले एउटा म्युजियमको रूपमा त्यसलाई देखाउन सकिने चिज थियो। अनि त्यसकै छेउमा भएको सुनधारा चाहिँ हाम्रो सभ्यता नै हो, त्यो हाम्रो सम्पदा नै हो। त्यो भनेको सयौँ वर्ष अगाडिको सुनको धाराको पानी हामीले जुन खाने हाम्रो जुन सभ्यता थियो त्यसलाई चाहिँ हेलचेक्राइ गरेर अहिलेको लागि 300 करोड रुपियाँ पैसा चाहिँ टावर बनाउनलाई युज गरियो। सेतो टावर भने मैले त्यसलाई भ्यू टावर पनि भनेपछि धरहरा बनाइएको होइन, बिगारिएको हो भन्ने तपाईँको आशय होइन। धरहरा त बिना बनाएको पनि छैन, बिगारेको पनि छैन। त पछाडि जस्ताको त्यस्तै छ त। अगाडि बनेको जुन टावर त नयाँ चिज हो, जुनलाई चाहिँ हामीले धरहरा किन भन्नु हुँदैन भन्दाखेरि त्यो चेन्ज भएको हो नि त। त्यसको कन्स्ट्रक्सन मेटेरियल पनि चेन्ज भएको छ, प्लस सुनधाराबाट बग्ने पानी पनि त्यो ट्रिपल बेसमेन्टले रोकिदिएको छ। उता आउने पानी त मलहरूले रोकेकै थियो, प्लस जाने पनि रोकियो भने हामीले जोगाउनु पर्ने कुरा के थियो त? हिटे फेरि पुनर्जीवित गराउँदाखेरि त्यसमा त कयौँ स्ट्रक्चरहरू पनि फेरि नासिएला। किन भन्दाखेरि अगाडि नै थुप्रै स्ट्रक्चरहरू बनिसकेको छ हिटीमाथि अथवा हिटीको लाइन मिचेर। त्यसको लागि चाहिँ हजुरले कसरी म्यानेजमेन्ट गर्नु? होइन, पुरानो अहिले बनिसकेका स्ट्रक्चरहरू भत्काउनु पर्दैन हिटीहरूलाई पुनर्जागरण गर्नलाई। के थियो भन्दाखेरि त्यसको सोर्सहरूमा कुनैमा राजकुलो थियो होला, कुनैमा पोखरीहरू थियो होला। त्यसको लागि मूल जुन ठाउँ क्याचमेन्ट एरिया हुन्छ नि, त्यो क्याचमेन्ट एरियाहरूमा सानो पकेट पोखरीहरू बनाएर पहिला पो तेलिया इँटाले चाहिँ टनेलिङ गरेर हिटीहरूमा पानी ल्याएको थियो। अहिले त हामीसँग राम्रो टेक्नोलोजीहरू छ, त्यो पाइपिङ गरेर चाहिँ पोखरीहरूबाट पाइपिङ गरेर त्यसलाई सिधै ल्याउन नसके पनि घुमाएर ल्याएर चाहिँ त्यसलाई पुनर्जागरण गर्न सकिन्छ। र हिटी संरक्षणमा म के भन्छु भन्दाखेरि त्यसको सरसफाइ त हामी धेरै गर्छौँ, सरसफाइ गरेर एकछिन आनन्द पनि हुन्छ, तर त्यसलाई फेरि त्यो कन्टिन्यू हुँदैन। कन्टिन्यू किन हुँदैन भन्दाखेरि त्यहाँ पानी त आएको छैन, त्यहाँ साँच्चीकै पानी आउन थाल्यो। त्यसको पर्पस जे थियो त्यही फेरि ब्याक टु पर्पसमा आयो भने मान्छेहरूले त्यसको पानी खान पायो भने हरेक हप्ता भनौँ हरेक महिना उहाँहरूले आफै सरसफाइ गर्नुहुन्छ, किनभने त्यो प्रयोगमा आयो नि त। यसरी नै हाम्रो सभ्यता सम्पदाहरू प्रयोगमा आयो, हाम्रो जीवनचर्यासँग हाम्रो लाइफस्टाइलसँग कनेक्ट भयो भने बल्ल सरकारले मात्रै जोगाउनु पर्दैन, सर्वसाधारण सबैले त्यसलाई जोगाउन थाल्छ भन्ने बुझायो।